साथीहरू यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी बफ चिल्ली बनाउन जाँदैछौँ। सुरुमा मैले बफलाई उसिन्नलाई प्रेसर कुकरमा राखेँ, थोरै बेसार हालेर यसलाई चाहिँ म 3-4 सिटी आउन्जेल उसिन्छु। त्यसपछि मैले तरकारीहरू यसमा चाहिने सबै पखालेर राखेँ। हामीलाई प्याज, हरियो खुर्सानी, क्याप्सिकम, डल्लो खुर्सानी, अनि गोलबेरा, अनि काटेर राखेको अदुवा, लसुन र पेस्ट पनि चाहिन्छ। त्यतिन्जेल मासु पनि पाक्यो र मैले चप गरेर काटेर राखेँ मासुलाई। त्यसपछि मैले एउटा कराही लिएर तेल तताएँ। तेल तातिसकेपछि मैले बफलाई एकछिन फ्राई गर्नलाई छोडिदिएँ। अघि उसिनेर राखेको बफ हो यो चाहिँ। यत्तिको फ्राई भइसकेपछि मैले निकालेँ। त्यसपछि त्यही बाँकी तेलमा मैले अघिको अदुवा लसुनहरू राखेँ, पेस्ट पनि काटेर राखेको पनि, थिचेर राखेको पनि। अब यो यसबाट बास्ना आउँछ अनि त्यसपछि यो अदुवा लसुन रेडी भयो भनेर बुझे हुन्छ। त्यसपछि मैले यसमा काटेर राखेको पिरोवाला हरियो खुर्सानी राखेँ। यसलाई पनि एकछिन भुट्ने, अनि त्यसपछि प्याज हाल्ने, अनि प्याज सँगसँगै अब क्याप्सिकम पनि हालिदिने। यिनीहरूलाई चाहिँ धेरै पकाउनु पर्दैन। प्याज र क्याप्सिकम चाहिँ हल्का नपाकेकै मिठो हुन्छ। यत्तिको भुटिसकेपछि चाहिँ हामी यसमा गोलबेडा हाल्छौँ। गोलबेडा चाहिँ एकदमै अप्सनल हो, हजुरलाई मनपर्छ भए मात्र हाल्नु होला, नत्र नहाल्नु भए पनि हुन्छ। अब गोलबेडा यत्तिको पाकुन्जेल मैले चाहिँ 1 चम्चा सोया सस र 3 चम्चा टोमेटो केचप मिक्स गरेर यसमा हालेँ। त्यसपछि मैले थोरै पानी पनि एड गर्छु, किनभने हामीलाई चाहिँ ड्राईभन्दा पनि हल्का ग्रेभी मनपर्छ। यो चाहिँ हजुरहरूको चोइस हो। त्यसपछि मैले नुन र जिरा हालेँ। यसमा अरू केही मसला हाल्नु पर्दैन, नुन, जिरा र खुर्सानी भयो भने पुग्छ। हेर्नुहोस् त, यो यत्तिको बोइल भइसकेपछि अब हामीले यसमा मासु हालिदिने, अघि भुटेर राखेको। अब यसलाई पनि एकछिन पानी सुक्न दिने, हल्का हल्का ग्रेभी मात्र बनाउने। अब यो खानको लागि रेडी भयो। हजुरहरू पनि यसरी नै बनाएर खानुहोला। आशा छ यहाँहरूलाई मेरो भिडियो मन पर्यो होला। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।